हेलो एन्ड नमस्ते एन्ड सेवानुङ सबैजनालाई आई होप सबैजना सन्चै हुनुहुन्छ होला। वेलकम ब्याक टु माई च्यानल। केटाहरू यहाँ फसेको छन् यहाँ पाउँदै ओइ हेर्नु ओइ दिपचनलाई र अर्जुनलाई हेर नि सम्झना औरा भयो। भ्यू कस्तो दामी देखेछ। सेवानुङ सबैजनालाई आई होप सबैजना सन्चै हुनुहुन्छ होला। वेलकम ब्याक टु माई च्यानल निम्बु ब्लग्स है। आज चाहिँ हामी फुपूको घरतिर जाँदैछौँ। सो दिपसन, अर्जुन, म, अमर अनि बाटोमा अब तुरुप लाएर भेटिन्छ एउटा उपिन र त्यसलाई लिएर जाँदैछौँ। त्यही हो, हामीसँग हजुरलाई सँगसँगै लिएर जान्छौँ है त। सो हामी चाहिँ अब फुपूको घर जाँदैछौँ है। निम्तो खान जाँदै हावा तालमा को गहम है। सो त्यही हो। सो हामी अन द वे टु फुपूको घर है। म चाहिँ लास्ट कति वर्षपछि जानु लाग्यो है। जानु पाएन अनि पोखराबाट सन्जना भएर ठिक भएर चाहिँ जानु हुँदै त्यसपछि पनि भेट्न गएन। त्यही भएर आज चाहिँ जान लाग्यो। अनि म, अमर अनि अर्जुन भाइ अनि दिपसन भाइ जाँदैछौँ है। यता चाहिँ हामी चाहिँ सबल भाइको घरतिरको बाटो आउँदैछौँ है। त्यही हो, अब बाटोमा के हुन्छ म देखाउँछु। बिच बाटोमा भ्लग स्टार्ट हानेको अरे कि केटाहरू यस्तो चलाखान् नि यहाँ हेर्नु। यसले साधन बासी त फेरि है। तर हामी मनाङ गरेर आउँदा नि उयो अटो चल्दो रहेछ त्यता नि। अस्ति नै चलेको थियो हामी यता त अटो चल्दो रहेछ भनेको नि। त अस्ति नै आउँदाखेरि यहाँ माथि पुल स्याङ्जा एकछिन छिर्नुपर्छ। अङ्कल आन्टीलाई भेट्नुपर्छ, दिपनको बाबा मम्मीलाई क्या। अनि त्यसपछि चाहिँ हामीलाई अहिले स्याङ्जा आइपुग्यौँ। यहाँ यसो अङ्कल आन्टीलाई भेट्छ। चाहिँ ठ्याक्क अङ्कल आन्टी बस्ने ठाउँमा आइपुग्यौँ। सर्व भेट्छौँ अनि भेटेर जान्छौँ। जाऊँ न जाऊँ भेटेर जाऊँ। कहाँ माथि हो? ल आइज माथि जाऊँ भेट्न। आइ हेलो हेलो जाऊँ है माथि। ल जाऊँ लेट्स गो। सो हामी चाहिँ यहाँबाट निस्क्यौँ होइन भाइ। अनि अब हामी चाहिँ यहाँबाट उयो बाटै देख्दैन त फ्ल्यासले। अब हामी चाहिँ यहाँबाट त्यहाँ हल्का फुल्का फलफुल किन्छौँ फुलकोमा जानलाई। अनि त्यसपछि चाहिँ त्यहाँ क्याफेमा बस्छौँ। भाइले त्यहाँ क्याफेमा बस्छौँ भन्छ। एकछिन बस्छौँ अनि जान्छौँ। मिस केटाहरू यता छन्। अब त बेलुकामा त अनुहार नै देख्दैन यार। सो गाइस यहाँ हाम्रो साथी। हेलो साथी। हेलो हेलो। वान पिस बाइकै सँगैमा फेरि साथीको त्यहाँ अहिले हामी चाहिँ यहाँ के भन्छ फलफुल किन्दैछौँ। आज अमर माम्सी। हेलो अमर माम्स। हजुर हजुर दाइ। हामी केरा छान्दैछौँ। त्यो उभिन त कहाँ गएको नि के त साथी दुई शब्द। सबैजना लाइक सब्सक्राइब सेयर हानिदिनुहोस्। ओके सबैजना कार्कीसँग बोल्दैछ होला त्यो भएर निम्बु ब्लग छै नाम। ला त उभिनको फोन लाइराखेको थियो कि मलाई साथी। यहाँ हाम्रो एउटा साथी हराएको अवस्था त्यहाँको तलासी चाहिँ भेटौँ न ल। हाम्रो यहाँ हराएको मान्छे आइसकेका छन्। कहाँ हो भाइ? कहाँ हो त? कहाँ आएको? हाम्रो सर आँखा फेरि यहाँ धुलोले है रातै मान्छे नि सेतो भयो है। यस्तो छ गाइस। हामी यहाँ स्याउ छन्दैछौँ। स्याउ पनि महँगै छ 350 रुपियाँ आमामा। जनरल मुस्ताङको स्याउ फ्रीमा खाइन्थ्यो, यहाँ 350। गाह्रो कहाँ गएको स्याउ दिदी हो? हजुर चाइनाबाट आएको बिग्रिसक्यो होला नि चाइनाबाट आएको स्याउ। दिदीले यहाँ प्रमोट हान्नु। अब दिदीको पसलको नाम भन्दै दिदी। हजुर पसलको नाम भन्नु। हाम्रो यहाँ भ्लगहरू आउनुहुन्छ क्या। हाम्रो ओम के अरे ओम साइरम किराना बसले चाहिँ हाम्रो यो पुतली खेतको साइडमा छ। टक्क आउनु होला सबैजना। मिलाएर दिनुहुन्छ दिदीले। यहाँ छन् केरा। यहाँ छन् हाम्रो के अरे करेला। यहाँ टमाटर मार्केटिङ छ आन्टी। डिस्काउन्ट दिनु आन्टी। यहाँ यस्तो मार्केटिङ हान्थेँ मैले हजुरलाई। ल यहाँ छ हाम्रो यो आप आन्टी 100 बिक्री छ आन्टी आप त। दीदी आप बिक्री का फिर ला मिल्छ। गजब बेइज्जती है। दिदीले बङ्गोले दिनुहुन्छ नि। यहाँ छ कालो। त्यहीसँग हाल्नु। 100 रुपियाँ 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 100 रुपि
आज हाम्रो माम्स मेरो आँप फेरि पाएको फेरि गयो फ्रीको माल भनेर आँप होइन। खाँदा खै यो आँप त हो यो आँप कसला ए आँप हो यो आँप पनि चिन्दैन हौ आज हाम्रो माम्सको बुलेट धन्न कप्पी आएको थियो माम्स होइन त दौडिँदै आयो क्या कपी उहाँ माथि त्यो पार्क भित्र निमालामा के भन्न सक्यो माम्स भ्लगमा बाटो कस्तो लाग्यो हाम्रो सँगसँगको राम्रै छ यार बाटो यार अहिले पिच गरेर रहेछ हामी त भित्री बाटो आएको त्यो क्रिस्पीको बाटो हुँदै आएको हामी अहिले हामी जाने देखाउँछौँ अब हामी हाम्रो के यस्तो प्याक छ मान्छे हेर्नु कन्टिन नै कन्टिन यहाँ के अरे यो चाहिँ फुपूको दबाई भयो यो चाहिँ के हो यो पनि के हो तलपट्टि कपडा छ डिक्की प्याक प्याक छ हो साथी हाम्रो चाहिँ निम्बु ब्लग छ हेर न ल हेलो भन्थ्यो हेलो ए यो त हाम्रै हो मालुम है तेरे बाप को जानु लाग्यो यहाँ छुट्ने होला नि तिमी त होइन यो त्यहाँ अघिसँग साथीको घर साथी चाहिँ हाम्रो यहाँ लामा के मेरो साथी 10 त न 11-12सँग पढेको साथीसँग जाँदा ल उता अघि अस्ति भेटौँ ल हामी हजुरलाई यो पुलको बाटो देखाउँछौँ हामी हजुरलाई ल न सो हामी चाहिँ आएको पुलको बाटो हुँदै जाँदैछौँ यहाँबाट यहाँ चाहिँ अब लामाकै भन्ने ठाउँ आउँछ है सो सन्नी खान जाने सिरबारी पनि जानु मिल्छ यताबाट तर यताको बाटो वाइड अफ रोड छ त्यही भएर हाम्रो घरतिरबाट जान सजिलो हुन्छ यो कहाँबाट बत्तेर हामीसँग आयो वाइड बाटो हिँड्दैछौँ है उताको बाटो बन्द रहेछ है यस्तो बाटो जाँदैछ म्याम हिँड्दा ढिलो भयो अहिले फुपूले सियर गराउनुहुन्छ हामीलाई त्यही हो है आयो वाइडको बाटो म पछाडि यस्तो झाँक्रे हुने भयो राम्रै बाटो हेरौँ त यहाँ अगाडि यो बाटो अनि सक्छ त यहाँ कसैले नेपालको बाटो जहाँ गए पनि अफ रोड छैन यार खै हिँड्यो भने सुक्क छैन जहाँ गए पनि अफ रोड यता चाहिँ अल्टरनेट बाटो रहेछ होइन यताको चाहिँ मेन हाइवे बाटो हो अनि यता बन्द भएर हामी यो बाटो जानु लाग्यो पानी पऱ्यो भने त वाइड गाह्रो हुन्छ यार यो बाटो त सो अब हामी यहाँ ढलन गरेको लिएर आइपुग्यौँ ढलन गरेको लिएर आइपुग्यो हामी यहाँ केटाहरू यहाँ फसेको छन् त्यो यहाँ पँधेर हानेर आइपुग्यो होला हामी वाइल्ड गाह्रो छ यहाँ वाइल्ड गाह्रोदेखि नि हिँडो रहेछ क्या हालेर साथी जुत्ता बचाऊ है यस्तो त्यो सादा नि गल्लर तल्ल एउटा दुईवटा गाउँहरूतिर आउँदाखेरि बनाएछ बाँसघारी नै गाडी छ है बाँसघारीको बाटो हिँड्दै खायो गल्लर तल्ल खै हामी कहाँ आयो म त यताको तल्लो बाटो त बिर्सेँ म त अघि नै आयो यस्तो लाग्थ्यो यार अझै रहेछ त त्यहाँनिर त यो पनि यहाँनिर गाह्रो हुन्छ हौ ओहो त्यहाँ त हिलो छ त केटाहरू वाइल्ड हेर्नु त्यहाँनिर म फसेँ केटाहरू आयो 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 एकजना भाइ सुस्तो हालै सुस्तो जा त धकाल्दियो उता गइसक्यो सुस्तो आइज आयो आयो एक्सपोर्ट भनेको एक्सपोर्ट हुन्छन् क्या केटाहरू त्यही हो हामी यहाँ आइपुग्यौँ यिनीहरू बाटो खै म त अगाडि गएँ हामी यहाँ आइपुग्यौँ सन्चै हुन्छ यहाँ यस्तो आयो नमस्ते म कति पछि आयो भन्नु त हो त नि धेरै घर म कति वर्षपछि आएँ टिका लगाउँदै है
म त धेरै पछि आएँ, कति वर्षपछि आएँ। यसै गरेको देखिएको सधैँभरि यसै गर्नु पाऊँ होइन रातता गर्नु पर्छ हाम्रो टिमको देउता हामी सबैको रक्षाहरू सधैँभरि भेट्नु नपाऊँ होइन हजुर कति बेला आइपुग्नु भयो हजुर? हामी 4:30 भयो थियो क्या बाबु ल म सबैको है यसरी भेट्नु नपाऊँ बेला बेला आफ्नो नम्बर आ परेको फर्स्ट टाइम आयो है यो जन्मेबाट? फर्स्ट टाइम हो त? फर्स्ट टाइम पनि हो आज हाम्रो कुद्दै उताले बोलाएर है आएको त्यही भएर त्यही भएर म आएको हो त त्यही भएर पो हुत्तिएर आएर रहेछ यो हामीसँग ल हो तिमीले लैजाला नि त होइन बेला मौका आएपछि हामीसँग मनोरञ्जन गर्ने त ए ल बेसी छ नि त होइन 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 ठिक छ गाडी सानो आज भदेर आउँदा रमाइलो भयो यता मुस्कान दिएर हेरिछु मैले हो अनि आज भदेर यत्र धेरै भदे आउँदा खुसी हो खुसी हो कति हामी त अब धेरै पछि आएँ म त कति वर्षपछि आएँ धेरै भयो आउँछु भन्दा पनि त्यस्तै भएर अनि अस्ति त मेरा भदैहरूले फोनै हानेनन् रिसाछन् क्या मसँग भन्नुखेरि त मम्मीलाई एकचोटि फोन हानेको मलाई यस्तो हो क्या हामी घुम्न गइहाल्यो उता मनाङतिर गयो यताउति आउँदै अनि अस्ति मम्मीले भन्नु अनि ल अब जानु पर्यो एक दिन भनेको अस्ति बाबा र बहिनी सुटुक्क आछन् आज मिसो पर्यो ठिकै छ रमाइलो हो रमाइलो भयो यहाँ खाना खानु लाग्यो हामी फुपूले यस्तो फेरि फुपूको हात यस्ता ठुला खान माया र भदैहरूलाई फेरि हालेको हाल्यो फेरि अब सबैजनाले यहाँ भात खाँदैछौँ यहाँ केटाहरू यता छन् यहाँ रमाइलो आज बिचरा रमाइलो आज ए भयो क्या सबैमा पुग्यो ल भात खामै यो त फेरि भात त अर्जुन छोड्दै आइज अहिले अब पस्किदिएछ यहाँ भाइले अब हामी चाहिँ भात खाने हो गयो अब भतेर निम्तो खाना आएको भतेर खाना आएको राम्रोसँग खाएको केटा हो मैले नै टक्क आफ्नो खाएको थाहा आफै नि यहाँ दाल नखाने मान्छे है उभे भाइले खान्छ अन्त छोडेर राख्नु त उहाँ त आफूले फाल्न खोजेर उहाँ उभिएको थालमा भात हालिदिएर भात फाल्ने मान्छे हाम्रै आजको कुकवासर के अरे कुकवासर भन्नु के अरे वास डिसर के बोले भाइ के बोले पल्ल सत्तौ जाने हो पल्ल सत्तौ चढ्दै गएको देखाउँछ हामी हजुरलाई अनि त्यहाँ चाहिँ उहाँ वालिङ छोडेको त हुन्छ होइन खालि यो मेरो यो एन्ड्रोइड लिने भने आइफोनको त त्यस्तो अब आउँदैछ कि माथिपट्टि माम्स फेरि हातमा टल्केछ यहाँ है माम्स हातको देखाउनु त ए 2 लाख तोला यहाँ घाँटीमा नि थियो त अस्तिसँग घाँटीको छैन आज घाँटीको घाँटीमा नि अस्ति त पुरा है छेउ त पुरा यस्तो गरिमा भने आउँछन् हौ यहाँ फुपू हजुर कस्तो भयो हामी आउँदा ए रमाइलो भयो यता भन्नु न यसरी रमाइलो हो के अरे देखा त कति हजारको यो सान कस्तो कति सय 1500को भयो 400को 100को यो त 800 ए 100को हाम्रो मोटीले मिठो काम भइरहन् यहाँ भुडी घटाउने भनेर यहाँ भाडा हान्दैछन् फास्ट नयाँ कपडा खान फेरि यहाँ कोही फेरि गाडीको पछि परेछ स्याङ्जा आउँदा त हात त राता भगले पैसा तैँले लगाइछु यो महिनाको हाल्दिनै पर्यो मलाई कहाँलाई हाल्दै गर्दैन कम्डा मैले 1000 रुपियाँ दिन खान दिस त 1000 रुपियाँ 12,000 रुपियाँ हास्ती मलाई दिनु पर्यो 1000 रुपियाँ मलाई राखाइदिनु अब कति चाहिँ 10,000 आधा पेट लानु उनो लिएर आउनुपर्ने नि 1000 रुपियाँ हामी यहाँ उनो खेलेको मान्छे त हेरेको के खेलेको अनि त अस्तिमा क्याफे जाने होला दलमा खेल्नु 5 जना हामी 5 जना कहाँ जान्छ त नि ए यो हेरेर आउनु क्या दलमा होइन ए अनि त साइडलाई हान्छ 4 जना छुट्टी यो पेट देख्न सक्नुहुन्छ यसको 4 महिनाको बच्चा खारे
यो बच्चा फेरि डिप्सन गयो के बोले भाइ के बोले के बोले के छ थाहा हामी चाहिँ खानासाना खायौँ खाना खाएर यहाँ दाइको रुममा अब बस्दै बिचरालाई नेट नचलेर अनि यहाँ चाहिँ हाम्रो फोटो है यो रोजिना दिदी दाई सुशीला बुबु पूजा बाजे नीतिशमा अर्जुन र दिप्सन त यहाँ अमृता मम्मी बाबा अङ्कल कान्छी बुप्पू म ओए हेर न ओए दिप्सनलाई र अर्जुनलाई हेर नि यता पनि बचपनको याद है यहाँ पनि त्यस्तै है आई लभ पोखरा टी सर्ट रहेछ ओए दिप्सनको पेन हेर्नु हिँड्नुको कारण के हो तेरो पेन हेर पेनकै पेन एउटा दुईटा तिनवटा चारवटा पाँचवटा छ सातवटा खायो यार 1:10 भयो है अझै गेम खेल्दै केटाहरू खेलेकै खान् के अरे भाइ खेलेकै खायो अरे ज्यान त यहाँ तास खेल्दैछौँ के बोलेको हुकुम हो पानी परेछ आज त साधन त आम्बो भाइहरू हामी यहाँ खानसाना खाएर बसेछौँ यहाँ एकैछिन रेस्ट एकछिन निस्किन्छौँ हाम्रो यात्रा कता गयो आज सोरेक जान सकिन्छ हामी आज सोरेक जान्छ हामी जाइन नै हेर्दै जाउँ त आमा के हेर्दै नि रिल्स छ हाम्रो म्याम्समा हाम्रो ब्युटिसियन के अरे ब्युटिसियन हाम्रो उपेन्द्र भुजेलको कभर बार्डर हुनुहुन्छ हाम्रो बिना जेता हुनुहुन्छ है हाम्रो डक्क भात खाएर एकछिन रेस्ट डाँडो कोट्टा आएको थियो हामी यहाँ ल सबैले सब्सक्राइब गरिदिनु होला होइन हामी दाइको च्यानलमा नाम के भन्दै यस्तो नाम त छैन भ्लग हेर चाहिँ गरिदिनु होला खै त्यो उको स्पेलिङ भन्दा लिम्बूको के छाडेको छ हामी कुकुर हामी चाहिँ यहाँ फुपूको घरतिर डुल्दैछौँ सुनसान छ सब घरि सब सहरतिर कोही काठमाडौँ कोही पोखरा सब सुनसान छ हौ हाम्रो घरतिर जस्तो रहेछ यता नि सुनसान यो सब यो लसुनको यिनीहरू चाहिँ खै प्याजको लसुनको नाम पनि थाहा छैन थाहा फेरि तर फेरि सबै यस्तै छ त्यो चाहिँ हाम्रो ऊ है त्यो चाहिँ हाम्रो सदौँ चन्द्रिकालिका यस्तो छ है सब घरमा चापिला हौ सब घरमा ढोका लगाइराख हौ कोही छैन मान्छे यहाँ यस्तो बवाल गर्छ है मान्छे नो हेर मार्छ नि हो राजै ल हामी उता माथि आम डाँडाको डाँडा भन्ने ठाउँमा गएर देखाउँछौँ हामीले हजुरलाई हट ताजा अब पाइन्छ हौ ताजा खोला अहिले जाम लाउनु न के उति हेर्नु त माथि यस्तो राम्रो छ त माथि फेरि यो माथि चाहिँ फेरि यहाँ तल्लोपट्टिसम्म बाटो भन यहाँ ट्याक्कै यो हाइवे छ क्या यहाँ उता सतौँ जाने हाइवे त्यत्रो हिँड्नुपर्छ है भेनाहरू कुन यो मकै हो ऊ त्यो त अलैँची हो कि होइन यो त यस्तो त के हो यार त्यो टाउको अमृत छ के नाम छ त्यो त ए बेसार यस्तो हुन्छ यो बेसार सुन न यी बेसार भन्ने मान्छे हुने यो त बेसार हो अलैँचीको बुटो हो कि अलैँचीको कहाँ यस्तो चिसोमा हुन्छ अलैँची यस्तोमा हुन्न अन्त खोला छेउछाउमा हुन्छ क्या अलैँची यो के होला यो खनिया हो खनियाको बुटो यो बेलाउँदैको बुटो यसलाई चाहिँ बेसार यसलाई बेसार भन्छ अरे हेर्नुहोस् है अहिले त्यहाँ सोधौँ न हामीले यसलाई कहाँ बेसार यस्तोमा हुन्छ बेसारमा खन्न पर्छ यस्तो गरममा खनियो बेसार
म्याम हजुर यार लास्ट औडा त्यो हजुर यार हामी यार त्यहाँ भ्लगमा भन्नुहोस् त त्यो चाहिँ त्यो बेसार हो कि अदुवा भनिदिनु त यहाँ साह्रै जिद्दी गर्यो मान्छेले त्यो बेसार नि त अदुवा नि भनेको त दुइटै होइन हो त्यसलाई के पो भन्छ खै हामी फर्कियौँ यस्ता अल्छी मान्छेहरू म माथि पुगेर देखाऊँ भनेको त हिँडिदियो यार यो चाहिँ हाम्रो यो चाहिँ फर्सीको मुन्डा के भन्छ यसलाई हो त्यही होला अरे डान्स न डान्स खायो परे म त फेरि हिँड्दाखेरि भूकम्प आउँछ कि गर्नुपर्ने हिजो मेरो 7 गयो होला है 95 भन्दा सिनेक्क होला है मुटु चपक्क समातेको के हो बेसारी जस्तो लाग्यो मलाई के हो ऊ त्यो चाहिँ सुन्तला हो यो चाहिँ सुन्तलाको बुट यस्तो हुन्छ सानो हुँदा चाहिँ ठुलो हुँदा कस्तो हुन्छ बल हो त्यस्तो फाल्छ कि हो त्यो चाहिँ बेसारो त माथिको चाहिँ होइन क्या ल हामी हिँडिरहेछौँ सङ्घर्ष जारी छ अब 2 हप्ता गाइस अब 2 हप्ता तातेको छ यो होइन यो चाहिँ हाम्रो भुइँ कटर भन्छ यसलाई चाहिँ भुइँ कटरको है यो चाहिँ रुख कटर है गजब बेइज्जती है रुख कटरको बल्ल चाहिँ राम्रो फल देख्दो रहेछ क्या ल अहिले भेट्नुपर्छ हामी अब जाने बेला देखाउँछौँ हजुरलाई भ्यू यस्तो यस्तो राम्रो राम्रो घर छ है सुन्छ के अरे त्यो घरमा मैले बिहा गरेर ल्याएर बुढी पाल्छु नाइस प्रगति गरेस् गाउँघरै प्यार हो कि दिन्छ केटाले फेरि यहाँ फेरि लाउरेको खै यहाँ फेरि लाउरेको धारो हरियाली वन जङ्गल पाखा पोखेर आमा त्यो त हरियाली वन जङ्गल पाखा पोखरी भनेको सबैको मिनी एउटै हो यता हो हाम्रो हेर त यो यहाँ पसल थियो क्या पहिला यहाँ पसल थियो पहिला ल ल ल म कति गरेँ चाहिँ हिम्मत के खै देखाएको के खायो त्यसलाई त्यहाँभित्र आयो राखेर भाग्थ्यौँ न हामी मरे दिन्छ यसले आम पैसा खानु पऱ्यो यसलाई मिलाइस् जाऊँ ल हामी आएको चाहिँ हिजो उहाँ तल्लो बाटो यसरी आएको तल्लो बाटो हो त्यो बाटो त यस्तो यो घरमा त है यस्तो हेर त यो आँगनमा यस्तो भयो उहाँ भित्रमा यस्तो राम्रो राम्रो फोटो छ यताको काइली आमा राइली आमा भन साइली आमा भन भा जेठी आमा हो नि जेठी तिनको नातिनीसँग बिहा गरिदिनु लाग्यो तेरो भयो तिनको नातिनीसँग तेरो बिहा गरिदिनु लाग्यो हामी हिँड्दा हिँड्दा थकित परिरहेको घाम मासु खाएको तातमा के हो के अड्कियो के हामी चाहिँ आउनु न हौ ल गाइस हामी चाहिँ रेडी सेडी भएर निस्किनु लाग्यो होइन ल रेडी सेडी भएर निस्किनु लाग्यो के त सेडी भनेको रेडी भनेको यार गरेर जाँदैछौँ लगेन भाइ भाइ ल भाइ 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 अफु भाइ भाइ ल त ल राम्रोसँग ल ल भाइ ल लगाम ल ल लगाम ल सो हामी चाहिँ जान लाग्ने अब ओहो यो फेरि के गराउँछ बाबा सबैजनालाई ल टु 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 हामीलाई चाहिँ साधन चाहिँ हिजो हामीले त्यहाँ राखेको थियौँ हामी उता राख्छ हाम्रो बाइकहरू चाहिँ के अरे उभे हाम्रो भ्लगर नम्बर 2 उपेन्द्र भुजेल हिजो हामी राखेको थियौँ हाम्रो स्टोर बाइकहरू अब कसरी झिक्ने भन्ने कुरो भयो ती दुइटाको त जान्छ मेरो पो कहाँ झिक्ने भन्ने कुरो हो त्यता कहाँ अनि कहाँ फर्किन्छ लगाइ हजुर नमस्ते हरिया अब लिने होला नमस्ते हरिया गोरु
नमस्ते सम्झना रौडा भयो के भएको अघिबाट अब चाहिँ हामी चाहिँ यहाँबाट निस्किनु लाग्यो घामलाई अहिले त डेन्जर पानी परेको थियो कसरी जाने भएको थियो अब यहाँबाट चाहिँ निस्किनु लाग्यो हामी त्यही कहाँ चढाएको फर्का फर्का त्यहाँ हेर त्यस्तो धरेर चिप्लो छ साथी त्यहाँ है ऊ यहाँनिर चिप्लो छ है ढुक्क आइज ब्रेक नहानिकन आइज 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 केही हुन्न ढुक्क पारमा आइज ब्रेक नहानिकन सुस्तो आइज है सुस्तो आइज कुना पेलेर आइज ल ल ल केटाहरू यहाँ आयो बिचरा पुसा चाहिँ वहाँबाट हामीलाई छोड्न आउनु ल ल पुसा बाई बाई भोलि पर्सि आउँछ भाइ हामी ल अब हामी चाहिँ यहाँबाट निस्क्यौँ है बाटोमा अब त्यस्तै हो अफरोड छ बाटो कहाँ जाने हामी टाउको धुयो ब्याक टु अब पोखरा जान्छ होला सायद हामी सन्चना भएकै चाहिँ जान्थ्यो होला थोरै अहिले दामी देखिन्थ्यो होला है तर अब के हो बेलुकासँग घर पुग्नु भयो भने घुल्लै जान्छौँ हामी अब हामी अहिले स्याङ्जामा आएर बस्यो आनन्दसँग 2 घन्टा बस्यो लगभग अब चाहिँ हामी आएर अब यस्तो क्याफे छुट्छौँ त्यहाँ जान्छौँ त्यहाँ सँगै जान्छौँ त्यहाँ हुन्छ हामी मम्मी ओ मम्मी हेलो न केही बोल्ने हो केही आउँदैन उहाँ दाइ त भुस सन्जनाबाट भुस भन्नु छ यहाँ अर्जुन छ यहाँ उभे अब दाइ बाबु त बाहिर हुनुहुन्छ के भन्ने बस यस्तो 7 त आज नि चोल्लीको ल यहाँ गफ गर्दैछ अहिले भेट्नुपर्छ बाहिर घसी गाइज हामी चाहिँ होइन स्याङ्जाबाट हिँडेर अहिले कहीँ हामी यो कृष्टिको भ्यूटा अरे के भन्ने ठाउँमा जाँदैछौँ मेरो पछाडि हुनुहुन्छ अर्जुन ए गाडी छ यार कस्तो भयो राइडिङ राइड यस्तो बवाल छैन धन्यवाद थियो 3 ठाउँमा के ठोक्यो त कर्नरिङमा है सुई सुता आएको के ठुक्यो अब आज किन बाटो सबै कहाँको बाटो ए अर्जुनलाई कलो भनिदिएछ है ए यत्रो हिँड्नु रहेछ रे ओ म नदेखेको मैले त त्यो बाटो यत्रो हिँड्नु यार कहाँ हो हिँड्दै थाक्नु भयो हामी अब त्यो अरू कहाँ रहेछ भ्यू देखाउनु जाऊँ न हामी कलेको पहिला हो यस्तै छ हाम्रो नेपाली भ्लग ल माथि अब हिँड्दा देखाउँला सिनहरू ए यो सिडी आमा त चाहिँ भाइ मनाङको थाहा पाउँदिस् मनाङ त सुते हुन्छ होला त म त कति 20 चोटि सुतेँ अरे हेरेलिङमा समात्न यी खै चस्माले त कस्तो देखिन्छ यो मोटर पाएर मजा आएको है मोटेको नकुदा सत्तो गफ अरे अझ मनाइ जाने रे हो ए ल हिँड मिल्ने खै भिडियो भन्दा दिनु म ल हिँड ल जाइ हामी यहाँ भिडियो दिन्छौँ जा के भयो त नि हाम्रो कन्टेन्ट हो क्या कन्टेन्ट यहाँ त राम्रो देखिएको छ यार ल
मलाई कस्तो कसले अन्टी मन बोलेको है अन्टी लभर ओ त्यो पछाडि यता के लाग्यो यहाँ आएन हो माथि ए यस्ता चित्तो दिस इज अ फ्यामिली ब्लग ओके लगाइस ए त उकालो यो पाइप कहाँबाट हालेको नि त यो यहाँको यो इन्जिनियरको काम रहन्छ हो तलबाट हाल्नु यस्तो इन्जिन त उठ्यो कि यस्ता यस्ता खान्छ अन्त नि हाम्रो यात्रा सुरु हो थाकिसक्यो अहिले सुरु हो त जारी एउटै त हो जारी हो थाकिसक्यो ज्यान ओह गाह्रो म त यहाँ त्यही गाह्रो रातो भइसक्यो म त खै म त कसो त्यही अरू सिँढी छैन यार देखेको त गाउँमा हामी आएको त्यो मान्छे भएको मोटो आएको थकाइसक्यो ल मोटो हिँड ल मुलको ब्लग यस्तो बाटो नि हिँड्न नसक्ने को हो यहाँ अहिले उहाँ भैँसी लड है माया भनेर लड्ला छ उहाँ चाहिँ अझ पिरिचो हानिदिन्छ अन्य मान्छेलाई हेर्नु सधैँ फ्याक म चाहिँ यहाँ भ्लग खिच्नुको लागि हो पछि बसेको मोटो ओ मोटो हेन्छ हाउ मोटो कस्तो यार मोटो फेरि पोज त पोज ओ फोटोहरू नले खिचौँ ल यस्तो चढ्दैछौँ हामी गाइज अहिले हामी मन्दिर आएको अवस्था यहाँबाट मन्दिर रहेछ हो हाम्रो मोटो अझै वाहन अघिसम्म जहाँ पनि पुगिन्छ भन्ने मान्छे गायब अब खुवाएको अब थाहा हामीलाई ऊ हाम्रो यात्रा जारी छ हाम्रो यात्रा जारी छ जारी छ कहाँ रहेछ र फर्स्ट टाइम आएको त्यहाँ चाहिँ हाम्रो पोखरा इन्टरनेसनल एयरपोर्ट छ है थकित भइसकेको छौँ हामी यो के गरौँ यो चाहिँ हाम्रो चाहिँ पोखरा बजार ओहो वहाँ माथि हिमाल देख्यो खै हिमाल हिमाल देख्यो टुटुङ्गा खै त्यही हो टुटुङ्गामा त्यो होइन हिँडौँ न थकित भइसक्यो शरीर ओहो पसिना आइसक्यो पसिना आज म हिँड्नु पर्छ यो चाहिँ के केटा अरू थाहा छैन हामीलाई पसिना ओहो देख्नु चुइएन हाम्रो यात्रा जारी छ अझै कहाँसँग नि है थाहा छैन हामीलाई नि फाइनली हाम्रो डेस्टिनेसन आइसकेको छौँ त्यत्रो उकालो चढ्यो म यस्तै भयो यो त है के कहाँ होला यो त हाम्रो लकडाउनबाट राम्रो देखिन्छ होला उता चाहिँ हाम्रो उसबाट हाम्रो पार्कबाट ओ माई गड म त गएन छैन त्यहाँ हाम्रो पार्कतिर माथि मेखलाङको जाने आज यसो विचार दिन्छ हिँड्नुपर्छ फेरि यसो त तिरबाट हिँड्नुपर्छ हिँडौँ न हिँडिसाल त पसिनामा आई मान्छे रातो भइसक्यो यो यारे हामी युनिक मान्छे मैले त उता गएन क्या झन् कहाँ सितुङमा जानु छैन एकदम राजधानीमा म त गएको है चाइनिजमा गइसक्यो उताको बाटाको जान्थ्यो अरे हाम्रो मत्तेखानको ऊ चाहिँ कुन रहेछ मत्तेखानको टावर चाहिँ यहाँबाट देखिँदैन क्या मत्तेखानको टावर उता होइन अघि थियो अघि म देखाएको थिएँ अर्जुन होइन अर्जुन त्यहाँ त्यस्तो रहेछ दाम त्यस्तो रहेछ त्यही नै है पोखरा त आइहाल्यो त्यही पोखरा हामी ऊ त्यहाँ आएको त्यहाँ बाइक राखेर आएको हिँड्दै अन फुट हिँड्दैछौँ घुमफिर हानेर यहाँ माथि यत्रो 15 मिनट हिँडेर आइयो केही देखिएन यहाँ चाहिँ पोखराको भ्यू हेर्न आएको रहेछ यो कति हेर्ने यो भ्यू फेरि सब यो रुखसुखले डिस्टर्ब हान्दैछ भ्यू फेरि हिँडौँ हिँडौँ हाम्रो यात्रा जारी छ टचक टिचक ल एकछिनमा भेटौँ ल अब यस्तो छ जिन्दगी के गर्ने यो बेरोजगार हामी मोडो हो न मोडो फरारी लाएर हिँड्छ फरारी त घोडा फरारीको हो त
ठुलो हो एयरपोर्ट त्यही त हो त्यत्रो त के हो त त्यसो तिरुबलै हो क्या त्यसको त्यहाँ छ चौरलै हो क्या भ्यू कस्तो दामी देखेछ र हामी चाहिँ अब माथि भ्यू टावर गयौँ यहाँ माथिपट्टि अनि हल्का फुल्का टिकटक पनि बनायौँ टिकटक बनाएर पनि फर्कियौँ त्यही हो ऊ त्यहाँ आगो लाग्यो त्यहाँनिर आगो लाग्यो त्यो टिकटक पनि बनाएको छ हाम्रो च्यानलमा गएर हेर्न सक्नुहुन्छ है त्यो अब हामी चाहिँ त्यसो बाटो परेर चाहिँ भ्यू टावर कस्तो रहेछ भन्नु मात्रै हेर्न गएको त्यही हो अब हामी चाहिँ फुपूको घर सर सब घुमेर कुल पूजाको भोज खाएर यता माथि भ्यू पोइन्ट घुमेर नि अब हामी घर जान लाग्छौँ यो चाहिँ सायद अब हाम्रो अन्तिमै हुन्छ होला भेट्दै गरौँ ल सबजना लाइक सेयर सब्सक्राइब हानिदिनु होला ल गएको बाई 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 ल बाई बाई गाइस सी यू सुन नेक्स्ट ब्लग ल